तपाईले कहिले सोच्नु भएको छ तपाईका लागि लड्छु भन्ने नेताहरू वास्तवमा कसको लागि काम गरिरहेका छन्? माइती घरको आन्दोलनमा जेन्जी पुस्तासँगै सडकमा उत्रिएर सुशासनको नारा दिने अनुहारहरू सत्ताको कुर्सी पुग्ने बित्तिकै कसरी रहस्यमय ढंगले सेटिङको हिस्सा बन्छन्। आजको भिडियो केवल एउटा समाचार होइन, यो एउटा यस्तो रहस्यको पर्दाफास हो जसले तपाईको आँखा खोलिदिनेछ। सानेपाको हिरासतमा रहेका बिचौलिया दीपक भट्ट र गृहमन्त्री सुदन गुरुङ बीचको तो अदृश्य साँठगाँठ जुन तपाईको सम्पत्ति विवरणबाट गायब पारिएको छ, यो देशको राजनीति कति सडेको रहेछ भन्ने प्रमाण आज हामी तपाई सामु प्रस्तुत गर्नेछौं। 2079 सालको निर्वाचनपछि एउटा यस्तो निर्णय गरियो जसले बीमा क्षेत्रमा बिचौलियाको कब्जा गरायो। पूर्व गृह सचिव सूर्य सिलवाल नेतृत्वको नेपाल बीमा प्राधिकरणले 7 वटा लघु बीमा कम्पनीलाई लाइसेन्स दियो। के यो स्वच्छ प्रतिस्पर्धा थियो? होइन, यो त दीपक भट्ट जस्ता विवादास्पद पात्रहरूलाई पोस्न रचिएको सुनियोजित योजना थियो। शंकर समूहदेखि शेखर गोल्छा, भवानी राणादेखि किशनलाल दुग्धसम्म यो सूचीमा ती नामहरू छन् जसले नीति निर्माणमा प्रभाव पार्छन् र यही सूचीको एउटा नाम हो स्टार माइक्रो इन्सुरेन्स कम्पनी। स्टार माइक्रो इन्सुरेन्सको लगत किताबको 49 नम्बरमा नाम छ ओहिलेका गृहमन्त्री सुदन गुरुङको। स्थायी ठेगाना चुन नोब्री 2 गोर्खा, बाबुको नाम दिलबहादुर गुरुङ। यो विवरण प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको गृहमन्त्री सुदन गुरुङको विवरणसँग हुबहु मिल्छ, तर उहाँले किन यो 25 लाखको लगानी आफ्नो सम्पत्ति विवरणमा लुकाउनु भयो? यहाँनिर प्रश्न चिन्ह खडा हुन्छ। भ्रष्टाचार विरोधी आन्दोलनबाट उदाएका व्यक्ति आफै बिचौलियाको कम्पनीमा शेयरधनी हुनु यो सामान्य कुरा हो कि नैतिक विचलन? विवादको आगो अहिले थप भड्किएको छ। हालै गृहमन्त्रीलाई नै सडकमा ल्याउने जेन्जी मुभमेन्ट नेपालले गृहमन्त्री गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय शाहीले जारी गरेको वक्तव्यमा भनिएको छ, मन्त्री पदमा बहाल रहेर आफ्नै विरुद्ध छानबिन हुनु स्वार्थको द्वन्द्व हो र यो कानूनी नैतिकताको उपहास हो। मुभमेन्टले बालेन नेतृत्वको सरकारलाई चेतावनी दिँदै भनेको छ, यो सरकार 76 जना शहीदको रगतको उपज हो, माफियाको स्वार्थ पूरा गर्ने थलो होइन। भदौ 23 मा सडकमा उत्रिएका ती युवाहरूलाई थाहा छ कि जसका लागि उनीहरू लडे तिनै व्यक्ति आज बिचौलियाको कमाईमा मोज गरिरहेका छन्। जब प्रश्न सोधिन्छ, मन्त्री भन्छन् गरिब भएर जन्मिनु गल्ती होइन, गरिब भएर मर्नु गल्ती हो। के यो सतै जवाबले माफियासँगको साझेदारी ढाकछोप गर्न सक्छ? जसको कम्पनीमा शंकर समूहको लगानी छ उसैले कसरी भ्रष्टाचार विरुद्ध कारबाही गर्छ? बालेन सरकारमाथि आज ठूलो नैतिक प्रश्न खडा भएको छ। के सुशासनको अर्थ माफियाको व्यवस्थापन हो? यो भिडियोमा देखाइएका तथ्यहरूले नेपालको अर्थतन्त्रमा बिचौलियाको पकड कति बलियो रहेछ भन्ने देखाउँछ। जेन्जी मुभमेन्टले सरकारलाई चेतावनी दिँदै भनेको छ, यो सरकार 76 जना शहीदको रगतबाट आएको हो, बिचौलियाको सेवा गर्न होइन। क्याबिनेटमा कसैलाई राख्ने भन्ने निर्णय अब परीक्षणमा छ। के गृहमन्त्री सुदन गुरुङले राजीनामा दिन्छन् कि सेटिङकै भरमा फेरि पनि सबै कुरा सामसुम हुन्छ? यदि तपाईलाई लाग्छ कि अब माफियाको यो चक्र तोड्नुपर्छ भने यो भिडियोलाई यति धेरै शेयर गर्नुहोस् कि गृहमन्त्रीको मन्त्रालयको ढोका ढकढक्याउन सडकको आवाज पुगोस् र तपाईको आफ्नो विचार कमेन्टमा लेख्नुहोस्। के मन्त्री सुदन गुरुङले राजीनामा दिनुपर्छ? तपाईको एउटा कमेन्टले यो आन्दोलनलाई फेरि सडकमा ल्याउन सक्छ। हामी चुप लाग्ने छैनौं किनकि प्रमाणहरू अझै बाँकी छन्। दोस्रो भागमा हामी त्यो नाम सार्वजनिक गर्नेछौं जसले यो पुरै सेटिङलाई सिग्नेचर गरेको छ।